जय जय श्री राधे सम्पूर्णमा। आज एउटा सानो दृष्टान्त हजुरहरु समक्ष राख्दैछु। हजुरहरुले भागवत कथामा कहीँ सुन्नु पनि भएको होला, मैले धेरै पटक भनेको पनि होला। एक भस्मासुर नामको दैत्य थियो, जसले भगवान शंकरलाई प्रसन्न गराएर एउटा वरदान प्राप्त गरेको थियो कि मैले जसको शिरमाथि हात राख्न सकूं त्यो जलेर भस्म होस्। यस्तो प्रकारको वरदान भगवानले तुरुन्त प्रदान गर्नुभयो। सबै मान्छे आश्चर्यचकित भए। अब के हुने होला, सब संसार अब उसको हातमा हुन्छ होला। तर यहाँ ठीक उल्टो के भयो भने जसबाट उसले वरदान प्राप्त गर्यो, जसको कृपा उसले प्राप्त गर्यो, उसै माथि जाई लाग्न लाग्यो। अर्थात भगवान शंकरकै शिरमाथि हात राख्छु र यिनलाई जलाएर भस्म गर्छु भनेर ऊ पछि पछि दौड्यो। तब भगवानले यस्तो खेल रचना गर्नुभयो नि हजुर, कि उसले आफ्नै शिरमाथि हात राख्न पुग्यो र आफै जलेर भस्म भयो। यसबाट हामीले के सिक्न पर्छ भने हजुर, जसको कृपाले हजुर आज यहाँ हुनुहुन्छ नि, त्यो कहिले भुल्नु हुँदैन। आफ्नो धरातल बिर्सिनु हुँदैन र आफ्नो जीवनमा अहंकार आउन दिनु हुँदैन। राधे राधे।